हजुर यहाँनिर हाम्रो फिजियोथेरापिस्ट बहिनीले चाहिँ यहाँनिर हल्का मेसिनहरू होइन सामानहरूको बारे इक्विपमेन्टहरूको बारेमा भन्दै हुन्छ। हजुर यो पहिलो चाहिँ हाम्रो यो ट्र्याक्सन हो। यो ट्र्याक्सन भनेको चाहिँ अब हाम्रो यो ढाडको नसा च्यापिएको यस्तो त्यो बिरामीहरूमा चाहिँ अब त्यो ढाड नसा च्यापिएको भनेको चाहिँ स्पेस कम भएको हुन्छ, त्यही भएर त्यसले चाहिँ खुलाउनको लागि चाहिँ मद्दत गर्छ। हजुर यो भनेको चाहिँ यो चाहिँ अर्को चाहिँ हामीले सिपी चेयर भन्छ। यो चाहिँ अब बच्चाबच्चीहरूले जसलाई चाहिँ उभिन गाह्रो हुने त्यस्तो समस्यामा चाहिँ सपोर्ट लिएर उभिने चाहिँ काम गर्छ बच्चाहरू। यो चाहिँ हाम्रो प्यारलल बार हो। यो चाहिँ स्ट्रोक अथवा पक्षघात हुने बिमारीहरूलाई चाहिँ हिँड्न गाह्रो हुनेमा चाहिँ मजाले समाएर हिँड्नलाई चाहिँ मद्दत गर्छ। भरेङहरू पनि त्यही भयो स्ट्रोकको बिरामीहरूलाई। यो चाहिँ हाम्रो स्ट्रोकै बिरामीहरू अथवा अरू बिरामी पनि जसलाई चाहिँ उभिनै गाह्रो हुने स्ट्यान्डिङ हजुर स्ट्यान्डिङमा चाहिँ ल्याउनै गाह्रो छ, पोसिबलै छैन भने चाहिँ पुरै यो तलकोले यो बाँध्न सकिन्छ। यो पुरै बडीमा बाँधेर अनि चाहिँ उभ्याउन चाहिँ सकिन्छ। यो चाहिँ अब हाम्रो पुली हो। पुलीमा चाहिँ अब वेट अलिक कम हुन्छ भने चाहिँ यसमा चाहिँ वेट अलिक धेरै छ तान्न मिल्छ। यसमा चाहिँ अब हामीले घोडाको अथवा यो तल्लो भागको एक्सर्साइजहरू गर्नलाई हो, लोवर लिम्बको लागि हो। यसमा चाहिँ हाम्रो ठ्याक्कै यो घोडाको अगाडिको मासुहरू चाहिँ बलियो बनाउने काम चाहिँ गर्छ। हजुर थ्याङ्क यू हजुर।